त्यो के भन्छ नि, खाटा बसेको घाउ, कान्छी ल्याउने बाउ र ब्याज नखाने साउ, तिनीहरूको कुनै अस्तित्व छैन। बुझ्यौ तिमीले? ओइ यता यता तल भन्दैछु। तल मैले कतिपल्ट भने त्यो भुस्तिकले त्यो गरिबसँग लसफस नगर भनेको होइन? आखिर त्यहीसँग लभ गर्न पुग्छ होइन? र तिमीलाई आफ्नो घरको कुनै इज्जतको ख्याल छैन? सौतामाथि गयो है, खुब ठुलो इज्जत राख्यो। ठिक्क। फुपूलाई के गर्नु दाइ? काकाले नै भिडाको जबरजस्ती सौतामाथि। काकाले गर्दा दाइ घरमा त के, गाउँमा पनि इज्जत हुनु छोडा हाम्रो। फुपूको बुढोलाई यसको भुस्तिकलाई भन्दा पनि दाइ हाम्रै काकालाई चाहिँ सग निमोटो परास्त लाग्यो मलाई। ल भाउ, तिमीले धेरै सिकाइरहनु पर्दैन। तिमीहरू पनि सबैलाई थाहा छ, खडेडीको घाम, चक्रपथको जाम, जुद्ध बहादुरको नामलाई कसैले छेकेर छेक्न सक्दैन र रोकेर रोक्न पनि सक्दैन। र फुपू भन्न पनि लाज लाग्छ। माइत आएको होला, माइत आउँदाखेरि पल्लो गाउँबाट कोसेलीमा पानी लिएर आएको होला, जाने बेलामा बाटो लिएर जाने होला कोसेली। यो कुनै पनि हालमा हुन सक्दैन। बुझ्यौ फुपू? नियतै नि दाइ यिनको, नत्र किन सौतामाथि जानु पर्थ्यो? गर्ने नै हो नि, पानी लिएर आएकी हुन्, बाटो लिएर जान्छन्। यो कोसेली लानेर ल्याउने काम चाहिँ काकाले गराएको दाइ। काकालाई सग निमोटी माइतको इज्जत त फालिहाल्यो र त्यो गाउँको लागि बाटो बनाएर गाडी चलाउँछौ भने सपना चाहिँ देख्न छोड्दै हुन्छ। र तिम्रो गाउँबाट पानी यहाँ आउँछ भने पनि सोच्न छोड्दै हुन्छ, किनकि मेरो लक्ष्य छुट्टै छ। यो गाउँमा पानीको फ्याक्ट्री खोल्ने, समाजलाई पनि सेवा गर्ने र आफू पनि लाखौं रुपियाँ कमाउने। मेरो यो सपनालाई भत्ताभुङ्ग पार्ने कोसिस गर्दै नगर। अर्को गाउँको बुहारी भइसकेको छौ तिमी, अवश्य पनि मेरो शत्रु भइसकेको छ। बिहे गरे गए फुपू, ठिक छ। माइती बचाउने कि घर बचाउने हो तिम्रो हातमा छ। सुखमा घर र दुःखमा माइती। बाटो र पानीको सानो आगोको चिल्कोलाई ठुलो नबनाउनु। ठिक भनिस् तैँले। म आगोको झिल्को होइन, ज्वाला हुँ म, ज्वाला। जलाएर खराब नै बनाइदिन सक्छु म। त्यसकारण मसँग डराउने गर। यसलाई पो अपराध गरेर खान पुग्छ त? हामीलाई हाम्रो खुसीले बाँच्न पनि दिँदैन। यसले भन्दै गर्छ, हामीले मान्नै पर्छ भन्ने छैन नि त। चुप लागेर बस। रिसाएर के गर्नु? यसले मलाई भनेको हेर त, माथिल्लो गाउँबाट पानी कसरी ल्याए रे, अब यो गाउँबाट बाटो कसरी लान्छु रे। हेर त कसरी भनेको। त्यो भुस्तिक्रेसँग लसपस नगर्ने, मैले माया गर्नलाई यसलाई सोधेर माया गर्ने हो र? आफै रोगी छ, आज हो कि भोलि हो दुनियाँलाई धम्की दिँदै हिँड्छ। छोड्दे न, त्यही औषधि खान बिर्सेर त तँलाई र मलाई गाली गर्न आएको देखिनस्। कविता, घरमा आमा समान कि सासू छिन्। मर्दा पर्दा चाहिने यत्रो 6 फिट अग्लो लोग्ने छ। तँलाई चाहिँ यिनीहरूसँगै नारिएर किन हिँड्नु पर्ने भन् त?
अनि त भाइलाई माया गरे भन्छस्, बुहारीलाई यसरी आफ्नो साइडतिर राख्नलाई लाज लाग्दैन तँलाई? भनाइमा मात्र रह्यो आमा पछिको अर्को आमा भाउजू भनेर। देवरलाई हात उठाउनेसँग के कुरा गर्नु? साँझ बिहान सधैँ जेठाजु भन्या छ, जेठानी भन्या छ। लोग्नेको केही कदर छैन तँलाई? सासूको केही कदर छैन? अनि सुन अर्जुन, गाउँ समाजमा राम्रो भएर मात्र हुँदैन, घर परिवारको नजरमा पनि राम्रो हुन सिक। तँलाई मैले बारम्बार भनिरहेको छु कविता, तँलाई जेठाजु र जेठानी चाहिन्छ कि लोग्ने चाहिन्छ? आफै विचार गर। हामी जन्मिने भुँडी फरक भए पनि बाउ त एउटै हुन् नि। मैले आफ्नै दाइलाई त गन्या छैन भने त अर्काकी छोरी, विचार गर। के मस्किनु र जमुना, तिमी बिहे गरेर गयो, तिमी बिहे गरेर गएपछि मेरो मुस्कान पनि तिमीसँगै गयो। बिहे गरेर गएर के भयो त? भेटघाट गर्न मिल्छ, बोल्न मिल्छ, भेट्न मिल्छ। हामी साथी त बन्न सक्छौँ नि पिताम्बर। जीवन साथी बनाउँछु भन्ने कति ठुलो सपना देखेको थिएँ, तिमी अर्कैको जीवन साथी बन्यौ। अब के साथी बनिरहनु? तिमी आफ्नो घर बनाऊ, म आफ्नै घर बनाउँछु। अब धेरै सोच्नुहुन्न, आफ्नै घर बनाउनु चाहिँ लाग्नुपर्छ, बुझ्यो होइन? आफ्नै घर बनाउने, गाउँ बिगार्ने होइन पिताम्बर। तँलाई पनि जति सम्झाइन लागेन, साग निमोडी। मैले आफ्नो गरेर खाएको छु, तिमीले आफ्नो गरेर खाएको छौ, कसको के बिगारिदिएको छु र मैले? याल पनि वयसमा घरले हुन्छ भन्ने कुरा त तिमीहरूलाई पनि राम्रोसँग थाहा होला। जुद्ध बहादुरको सहारा ल्याएर धेरै फुर्ती नदेखाऊ, एक दिन तिमीहरूको पनि अन्त्य हुन्छ, विचार गर। त्यसको मतलब तैँले हामीलाई टेर्दैन छैन? जुद्ध बहादुरलाई ल्याउनु पर्ने हो। ख्याल गर पिताम्बर, अहिले पनि हामीले निमट्ने हो, जुद्ध बहादुरलाई पनि हामीले नै निमट्ने हो। त्यही भएर विचार पुऱ्याइस्। यी भनेको माथला गाउँमा बिहे गरेर गइसकेको मान्छे हो, धेरै हिमचिम नबडा। तँलाई थाहा छैन, तल गाउँ र माथिल्लो गाउँको लडाइँ भइरहेछ। माथिल्लो गाउँको मान्छे चाहिँ किन बोलिरहेको? बिहे गरेर माथिल्लो गाउँ गएर के भयो त? उनको जन्म गाउँ त यही हो नि, के हामीले बोल्न पाउँदैनौँ? जमाना कहाँदेखि कहाँ गइसक्यो। तिमीहरू भने टोले गुन्डा जस्तरी दादागिरी गरेर हिँड्छौ। ज्यान बढेर के गर्नु? बुद्धि जत्राको तत्रै छ, यस्तासँग के कुरा गर्नु? हिँड पिताम्बर जाऊँ। यसले हामीलाई मात्र नटेरेको होइन, जिउदो बर्दाले पनि टेरेको छैन। जिउदो दादालाई भन्नुपर्छ कि हो? जुद्ध बहादुरलाई के भन्नु? है निमटेर फालिदिउँ न, यत्रो ज्यान भएको के काम लाग्यो? घुमाउन त घुमाइस् पिताम्बर, खर्च थियो कि थिएन? जमुना अलिकति खर्च लानु पर्थ्यो नि। जमुना सधैँ बोयफ्रेन्डको मात्रै खानी होइन के, कहिले कहिले आफूले बोयफ्रेन्डको लागि खर्च गर्ने त्यो पो आँटिलो गर्लफ्रेन्ड त। कसो तपाईँलाई मैले कहिले बुझ्छु होला र दाइ? यो जिनीमा तिमीले बुझ्दैनौ जमुना। यदि बुझ्ने भए यिनले तिम्रो सौतामाथि बिहे गराइदिन्थे।
अहिले म जान्छु। जमुना, बिहेपछिको डेटिङ राम्रो भएन जस्तो छ। रिसायो त पितम्बर। मामा, छिमेकी राष्ट्रले थाई नदीकन सीमा मिच्चा जस्तो हाम्रो गाउँमा थाई नदी छिर्ने यो केटी चाहिँ को? भान्जा बाबु पनि तल्लो गाउँको भक्तेकी छोरी हो के? भक्तेको छोरी होस् कि राम भक्तेको छोरी होस् कि देश भक्तेको छोरी होस्, जबसम्म यसको गाउँको मान्छेहरूले हाम्रो गाउँमा छिर्ने बाटो दिँदैनन् तबसम्म यसका गाउँका कोही पनि हाम्रो गाउँमा छिर्नु हुँदैन भन्ने कुरालाई थाहा छैन मामा? हेर्दा त बुझके नै देखिन्छौ त। इलाका त कुकुरको हुन्छ भन्ने कुरा पनि थाहा छैन क्या हो तिमीलाई? छोरी मान्छेसँग कसरी बोल्नुपर्छ भन्ने कुराको तमिज पनि छैन क्या हो? के हो त तर मामा? ठीक भनिस् तैले। एरिया कुकुरको नै हुन्छ होला, तर यो मान्छे कुकुर होइन, यो माथिल्लो गाउँको शेर हो, शेर। अनि जुन शब्द तैले आज म माथि प्रयोग गरिस् नि, यदि यो शब्द कुनै छोरा मान्छेले प्रयोग गरेको भए म देखाइदिन्छु तँलाई म कुकुरकी शेर भनेर। र मेरो गाउँमा तेरो छिर्ने अधिकार छैन, त गइहाल। गाउँ भन्ने कुरा तेरो या मेरो भन्ने हुँदैन, बुझिस्? र अर्को कुरा, त आजसम्म त्यस्तो केटी मान्छेको फेलै परा रहन्छस् जसले तेरो गालामा चट्कन हान्न सकोस्। त शेर हो भने म सवा शेर हो। तेरो गालामा चट्कन हान्ने पहिलो केटी मै बन्न नपरोस्। यु गेट इट? आई गेट इट म्याडम, एन्ड आई बेटर गेट इट। अनि अर्को कुरा, तैले ठिक भनिस्, मलाई पनि मेरो गालामा थप्पड हान्ने केटीलाई श्रीमती बनाउने इच्छा थियो, तर के गर्नु, मेरो पहिले बिहे भयो। अनि अर्को कुरा, कान खोलेर सुन, उता हेर्ने होइन, तँलाई मैले अघिदेखि भनिरहेको छु, त गइहाल, गइहाल। भान्जा बाबु, दोस्रो बिहे पनि गर्न मिल्छ के? उसको बाउ भक्तिसँग कुरा गरौँ। के तालको मान्छे होला, पिप्पल पाते जस्तै रहेछ, कहिले यता कहिले उता। देखलास चीज के हो? मामा, यो बोइलर पोथी धेरै बासेर गयो। बुढापाकाले भन्छन् नि, पोथी बास्यो भने धुरी लगाउनु पर्छ भनेर। ठिक पार मलाई, हतियार ठिक पार। यो पोथीलाई धुरी लगाउने बेला भयो। अहिले जाउँ। ल्याउन सकेनौ? ए तेरिका, अब त्यो जुद्धले तिमीहरूलाई निकाल्यो भने के गर्ने? ती बैकुण्ठ दाई पनि खत्तमै रहेछन् नि, गइदिन पर्छ नि। म भन्न गइदिउँ, ती बैकुण्ठ दाईले मेरै घरमा आएर तिमीहरू काका भतिजोको विरोधी मै हो भनेको, तर मैले त्यो जुद्धलाई भनिनँ। तिमीहरूले थाहा पाएका हौ? तिमीहरूले थाहा पाएका हौ? थाहा पाएका हौ? थाहा पाएर के गर्छौ? यसले साग पटाएर चाहिँ पटाइदिन्छु भन्यो होला, होइन? अनि तैँले चाहिँ खुरुक्क हिँड भनिस् होला। त्यसरी कहाँ हुन्छ? क्राप्रु पारेर बोकेर ल्याउनु पर्छ नि। यसो भन्दैमा म ती बैकुण्ठ दाईको विरोधी होइन है, तिमीहरू दुईजनाको जागिरको सवाल छ। कुरो बुझ्यौ नि? कुरो त्यही हो। नुन हामीले जसको खायो भने बैगुन चाहिँ तीमाथि छ नि काका। न दुई गाउँ मिल्छ न मिल्न दिन्छौ। तिमीलाई चाहिँ बटार्न पर्ने नि, अरूलाई त बटार्ने कुरै छैन। यस्तै त छु त म, के गर्छु? ल गर है, ज्ञान हाजिर छ। होइन, यतिजनाले सराप्छन्, यतिजनाले थुक्छन्,
किन मलाई केही हुन्न? 2-4 दिन मलाई केही भइदिए पनि सबैलाई आनन्द हुन्थ्यो होला नि। बाबु आदर्श, के तिमी साँच्चीकै विदेश नजाने निर्णय गरे हो त? हेर है बाबु, बाबुआमाको बुढेसकालको सहारा बन्नु खोज्दा आफ्नो भविष्य डामाडोलै हुन्छ। त्यति मात्रै कहाँ हो र? त्यो हाम्रो मेन पावरका मान्छेहरू छन् नि, तिनीहरूले कमिसन बापत 2-4 लाख खान्थे। त्यसबाट उनीहरूको घर व्यवहार टर्थ्यो। त्यति मात्र पनि होइन, एयरलाइन्समा टिकट बिक्री हुन्थ्यो, राष्ट्रलाई अलिअलि भए पनि आय स्रोत हुन्थ्यो। त्यो पनि हराउने भयो। अब तिमी यहाँ बसेर के काम गर्छौ? यहाँ त केही भविष्य छैन। जाऊ बाबु जाऊ, विदेश जाऊ, त्यसैमा भलाइ छ ल। सुन काका, मान्छेहरू धर्म कर्म गर्नलाई 4 धाम जान्छन्। मेरो लागि जिउँदा भगाउन् भनेको मेरो बाबुमा हुन्। म बुढा बाबुआमालाई छोडेर अब विदेश जान्न। सुन जमुना, यस्ता हुँदा नहुँदा कुरा गर्ने दाइको कुरा सुनेर के माइतामा बसिरहेको? नहुनु बिहा भइसक्यो, खुरुक्क आफ्नै घर जाने। महिलालाई चाहिँ माइतामा बसेको राम्रो मानिन्न। 2-4 दिन सल्लाह छ भनेर दाइले बोलाउनु भएको। अहिलेसम्म केही भन्नु पनि हुन्न, घर जा पनि भन्नुहुन्न। खै के हो? अब हाम्रो बाउलाई उपद्रो गर्दै फुर्सद छैन। बहिनी र छोरीको भविष्य त कहिले सोच्ने हो कहिले? गाउँमा त्यसै त तिमीलाई राम्रो मान्दैनन् काका। झन् बिहा गरेको बहिनी पाल्दा झन् इज्जत जाला। मैले विदेश जाने कुरा क्यान्सल गरेँ पनि तिमीले चाहिँ घर जाने कुरा क्यान्सल नगर है जमुना। ल अहिले चाहिँ म लागेँ। आफ्नै फाइदाको लागि भन्यो होला यसले। यो मूर्ख आदर्शलाई के थाहा, साउना बहिनीलाई बोलाएपछि भदौको तिजा फेरि बोलाउनु पर्दैन भन्ने कुरा बुझ्यौ नि तिमीले? दुःख पाउँदा माइती, सुख पाउँदा घर भन्छन् दाइ। म त जाउँ कि क्या? छरछिमेकले कुरा पनि काट्न थाले। के हो फुपू, फुपाजुको याद आउन थाल्यो कि क्या हो? के हो भन्नु त फुपू? एक तेरीका छोरी के कि फुपूलाई फुपाजीको किन याद दिलाइदिएको? अब बहिनी जाने भई। जानु त पर्छ त, बे गरेको मान्छे सधैँ माइत बसेर हुन्छ। बेहोरा त मेरो कुट्नै पर्ने छ नि। छोरी पनि रिसाएर गई। सरू, सन्तानको लागि बाबुआमा भएपछि कतिपय कुराहरू त्याग्नुपर्छ भन्छन्। हेर त, तिनीहरू पनि हाम्रो सन्तान बराबर हुन्। भतिजा भए पनि रात दिन झगडा गरेर उपद्रो मचाइरहेछन्। हामीले पनि केही त्याग्नुपर्छ जस्तो छ। भयो, छोडिदिउँ। हामी पनि दाजु भाउजूसँग छुट्टिएर बस्दियौँ। हामीले छुट्टिएर बस्दिएपछि ती भतिजाहरू पनि आफ्नो बाबामासँग छुट्टिन पाउँछन्। अनि मिलमिलाप पो हुन्छ कि? होइन, अब भतिज मात्रै भनेर हुन्छ त? सबै छोडेर मात्रै पनि त हुँदैन नि त। पछि हाम्रो पनि त बालबच्चा होला, हामीलाई पनि चाहिन्छ। तिमीलाई पनि थाहा छ नि सर, हेर त, दाइको परिवार कति मिलेर बसेका थिए। कति सुन्दर परिवार थियो। हाम्री भाउजूले त्यो सकुनी भन्ने मान्छेलाई खै भाइ भन्छन्। कस्तो खालको भाइ हो, ल्याएर पालेकी छ। त्यो सकुनीले गर्दा सब परिवारै भाँड भैलो भयो, टुक्रा टुक्रा बनाएर छोड्यो। यो कुरा बुझ्नु पर्नेले बुझ्दैन। तिमीले हामीले बुझेर के गर्ने? मलाई त दिक्क लागिसक्यो।
दिदीले त टाइम टाइममा गाली गरिराख्नुहुन्छ नि अब के गर्नु अब त्यो करने त हो नि अब मामा चाहिँलाई त्यो सगुनीलाई च्यापेर हिँड्ने त्यो करणको पनि के कुरा गर्ने सर आफ्नै आमाको भन्दा मामाको बढी विश्वास गरेर हिँड्छ सानो भिनाजु सरू खानेकुरा छोप है बिरालो आशय सानो भिनाजु पनि कस्तो कुरा गर्नुहुन्छ के आफ्नै भाउजूको भाइलाई पनि बिरालो भन्नुहुन्छ त बिरालो कसलाई भने भनेर मलाई थाहा छैन र थाहा रहेछ त किन बस्या दिदीको अघि ढोकेर बाटो लाग्न सकिँदैन किन सानो भिनाजुको चाहिँ मेरो नाता परेन तपाईँ पनि सानो भिनाजी हो यार हेर सकुनी तँ जस्तोसँग नाता लाग्नु भन्दा त बरु पासो लाएर मर्दिन्छु त्यो तपाईँको भाउजूको नाताले नि ऊ पनि मेरो दिदी हो क्या उहाँ पनि त्यसैले त हो साइनो लाउन त चिप्लो घाँस्न त सिपालु छस् सकुनी चिप्लो तेरो नि तेरो त्यो व्यवहार गाउँमा छोडेर आइज अनि मात्र तँलाई स्वीकार्नु बुझिस् मेरो गाउँ भइरहेको त दिदी कहाँ बसिरहन्थ्यो त तपाईँ पनि कस्तो त्यही त गल्ती गरिस् सकुनी त्यही त गल्ती गरिस् दिदी कहाँ बसेर गल्ती गरिस् हाम्रो गाउँ भाँडिस् सम्बन्ध बिगारिस् यो परिवार टुक्रा टुक्रा बनाएर उडाइस् हावामा उडाइस् नबुझ्नु त तपाईँहरूको गल्ती कि मेरो गल्ती भात खाइसी भात चाहिँ थाहा छैन हजुर पनि अब यस्तो मान्छेसँग पनि मुखै लाग्नुहुन्छ अब हेर्दा हेर्दा आफ्नो दिदीलाई छोडेर यहाँ हामीलाई सम्म चिप्लेटी घसेर दिदी भन्न आउन भ्याइसकेको छ अब देख्नुभयो त यहाँ पनि दिदी भन्दै चिप्लो भन्न आइपुगेको छ कस्तो कुरा गरे होला कि दिदी भाइ हुनलाई एउटै कोखबाट जन्म लिनुपर्छ त साँचो मनले मानेपछि दिदी भइनौ तिमी हेर सकुनी तेरी दिदी कहाँ छिन् हुइजा मेरी श्रीमती तेरी दिदी हुँदा पनि होइन र कदापि हुन पनि सक्दिन सानो भिनाजु